Good morning guys, welcome to my vlog. ल आज मेरो बुढीले चाहिँ रोटी बनाउँदैछ। आज हाम्रो चाहिँ लाकिलमा चाहिँ समर बार्बिक्यू हुँदैछ। टिपन टापनको लागि चाहिँ केटाहरूले चाहिँ रोटी अर्डर गर्थ्यो। रोटी छ यसो यहाँ मेरो तर्फबाट पनि बनाएको छ नि। अलिकति उसको तर्फबाट नि अलिकति चाहिँ अब केटाले अर्डर गरेको रोटी मेरो भागमा चाहिँ नि सेलरोटी, मेरो तर्फबाट सेलरोटी। तिमीले फ्रीमा त दिएको नि। साथीहरूले कसले आलुदम के गर्छ, मेरो भाग चाहिँ नि हाफ के अरे अलिकति मेरो तर्फबाट अनि अरू चाहिँ नि अर्डर गरेको के। ओके रोटी हालेको नि देखाइदियो नि त नि। ल तातिँदैन नि। रोटी हेर रोटी त खाउँ लाग्छ तर म आफूले खाँदैन हौ। कसरी बनाउँछ बाटो भन्दै त तिम्रो रेसिपी भन्न मिल्छ? ल भन्दै नि त। चिनी घिउ चामल ब्लेन्डरमा पिन्ने, एक रात चामल भिजाउने अनि फेरि चामल पिन्ने अनि अर्को एक रात पनि भिजाउने अनि चिनी र घिउ ब्लेन्ड गर्ने अनि भइहाल्यो। भएर अहिले सुस्तरी भन्नु नि त तिम्रो त्यो रेसिपी चोर्छ भनेर हो क्या छिटो भन्छ त। जति हाल्यो त्यति नै उस राम्रो हुन्छ नि त। किन दुईटामा गरेको यहाँ पहिलाको त के अरे यो अलिकति ढिलो हुन्छ क्या, यो तातिसक्छ नि त। अनि जति ताति त्यति नै काँडा उम्रिन्छ अनि राम्रो हुन्छ नि त रोटी। एउटामा राख्यो भने त फेरि टाइम लाग्छ नि त। तिमी त दुईटा चुलो कहाँबाट ल्याएको? दुईटा चुलो यो तपाईँले किनिदिएको? किनेको हो र? तपाईँले कताबाट के गो आउटरमा किनेको हो र? रहेछ बाहिर सितालो भन्छ कि रोटी हाल्ने। हेलो भाइ, ठिक छौ? वेलकम ब्याक। आज हाम्रो भ्लगमा हैन। थ्याङ्क यू भेरी मच। हाम्रो भाइ फर्स्ट टाइम यहाँको समर बार्बिक्यूमा है गुटियाले चाहिँ फटिक दिइरहेको छ। के बनाउँदै हो? यसो सलाड गर्छ आजको लागि। ओके ल कटाइ चाहिँ सही छ। 6 इयर्स एक्सपिरियन्स पनि दामी रहेछ। कटाइ त दामी काट्दो रहेछ। हाम्रो ईश्वरले चाहिँ म्युजिक सिस्टम चाहिँ यताउता गर्दैछ भरेकोलाई। अरे भाइ के बनाउँदै हो भाइ? यो पाउँछ दिइदियो हो र? होस् के भन्छ अरू हाम्रो भाइ सबै गरौँ पर्फेक्ट छ। रेन्जर मिलाउँदैछ भरेकोलाई। गाना प्र्याक्टिस हुँदैछ हाम्रो किशोरबाट। यता भाइ पनि सिङ्गरै हो, अमन भाइ पनि सिङ्गर, यता नि सिङ्गरै रहेछ। मेरो पार्टनर डान्सर यहाँ छ। ए हाम्रो चवन सिंह दाइ यहाँ फटिक गर्दैछ। सिरी च्याट्टै बनाइदिएछ बच्चाहरूको लागि। ओ भाइ विकासले चाहिँ यहाँ जयपूर्ण भाइलाई कसरी यो सेटअप गर्नुहुन्छ भनेर सिकाउँदैछ। बार्बिक्यूलाई यो चाहिँ मेसिङको लागि कोइला हाल्नुपर्छ र? यो चाहिँ मेसिङबाट बार्बिक्यूलाई मासु। बार्बिक्यूलाई चाहिँ आगो सल्काउनु सुरु भयो। के टङ हेर्नु पर्छ हो। हेलो बुढा र बुढी, ल समर बार्बिक्यू लाकिलमा आज हामीले फर्स्ट भइछ। आज हामी फर्स्ट जाँदै गरेको। ल अब लेट्स गो बुढी। गाडी लक गर्यो।
ल आज समर बाबुको यहीँ कुर्सीको भ्लगमा है भाइले डटपट गरिहाल्छ नि यस्तो है हाम्रो काम त खिच्ने हो खाने मात्रै हो है अब चाहिँ हजुर एडभर्टाइज गर्नु पर्यो दाइ मामा के यहाँ बडिलो बच्चा ओ मामा क्यामेरा ओ मामा ऊ यहाँ क्यामेरा खिच्दैछु त नि तपाईँलाई तिमी जग्गा मात्र दिन्छौ हेर अब काम गर्दैनौ मास्टर सेफले के गर्छ चाख्ने अर्डरमा दिन्छ है राख्ने मात्रै क्लास 1 क्लास 1 सेफ कहाँ अनि काम गरिन्छ त शुभ भाइ ल दिदी पनि वेलकम टु माई ब्लग यहाँ थ्याङ्क यू भाइ भाइको ब्लगमा नि आइयो सबै रङ्गिन सङ्गिन भएर आएको छ है ल ल बहिनीहरू मेरो ब्लगमा थ्याङ्क यू बहिनी भाइ आउनुभयो दिदी दिदी कमन के गर्नु म त एकदम पानी खाएर फेरि के भने म त अल्मलिए दाइ डोन्ट वरी बहिनी नेक्स्ट टाइम अहिले नाच्नुपर्छ है बहिनी अहिले एकछिनपछि अफकोर्स दाइ ल इन्जोय बहिनीहरू ओ पार्मेन्ट के गर्दै हो ल ल त्यो फ्रीमा दिए हुन्छ त्यो क्युआर कोडले प्रब्लम भएर अलिकति वेलकम टु बीके ब्लग ओके भाइ चाहिँ पक्का हवाईबाट जस्तो भयो है जस्ट ल्यान्डेड या अब चाहिँ के जमाइकाबाट जस्तो लाग्यो तिमीहरू त तिमीहरूमा जमाइकोबाट जस्तो लाग्यो हवाईमा त भर्खर ल्यान्ड भएर आएको नि ल ल भाइ हाम्रो के अरे टिपन टापन कतिखेर सुरु हुन्छ हो अब एकछिनमा सुरु हुन्छ अब कोक पाइक सेटअप हुन्छ ल त बच्चाहरूको चाहिँ हेलो किड्स हाउ आर यु गाइज My camera. हेलो बियङ्का Say uncle hi. Say hi. हेलो सेवारो Wait, did you come at New Year party? Go inside. Did you come at your New Year party? या Oh yeah. You recorded. यो डान्सिङ इन Yeah. Are you dancing tonight as well? Today I'm singing like Michael Jackson. Do you know MJ? Michael Jackson. Okay. Oh. Man, get out of my ल ठिक छ पटिक ठिक छ ल भाइ ठिक छ आज हाम्रो टिका भाइ चाहिँ फर्स्ट टाइम है वेलकम टु लाखिल फर्स्ट बार्बिक्यू समर बार्बिक्यू होइन यो चाहिँ हाम्रो मेसिनको लागि दाउरा है अलिकति हतार भयो जस्तो है हो बल्ल स्वाद छ भाइलाई सेट कम्प्लिट नम्बर धेरै थियो नि त नि होइन यो एउटा उसमा हाल्ने र त्यहाँ लगेर हो नि त फेरि अब फेरि गेस्ट पनि आएको है आम्मा हो प्रोफेसनल सेफ ठिकै छ अलिकति स्मोकी चाहिरहेको छ होइन पाकेर कन्टेनर छ है उलिम दाम भनेको छ हेराउने दाइ त्यो खाली होइन बर्गर पाकेर यसरी मजाले बर्गर दाग लाग्यो उडाइसकेको जयपुर भयो नि त
बाबालाई दिएको मामा सानो पनि गरिहाल्यो गुरुजी त्यो काट्ने कोन पर्ला है काटेर झन् कि ल भाइ काटो त अब यो पाकीहरू चाहिँ अब फ्रेस आउँदैछ बेटा झ्याप झ्याप काट्नु उयो पोर्कोलाई कन्टेनर कि त हामी आएको त बल्ल आएको बोल्यो त है त्यही त भनेको नि केटाहरू यार मास्टर सेफहरू अब अनेक आएको कहाँ बोल्छ नि अनि बाबुकीले पनि थाहा पायो होला नि त लग्गै सेप छोडेको त्यही पनि अब कला के फेरि खोइ तिम्रो के हो मामा चाहिँ मेरो ड्रोन घरमा उड्दैछ एकछिनपछि ड्रोन आइज कुरु आउँछु बिके भन्दा आउँछ अरे। उडिसक्यो अहिले नै नारे हो सम्धिले भाइ छाप छाप्टे हालिदियो है छप्की छप्पा गुरुजी त्यो हड्डी पनि हालिदियो भाइ हड्डी पनि हाल्दियो, हड्डी हड्डी हालिदियो, हाल्दियो, हड्डी हड्डी हालिदियो। म अघि खाएको थिएँ कि त्यो मेरो पछाडि हालिदियो। कन्टेन्ट काट्न पनि सिकाउनु पर्यो भाइलाई त कहाँ सिकाउँछ? फर्स्ट टाइम राम्रो भाइले त नसिकाउनु अरे भाइलाई त कहाँ सिकाउनु न भाइ ल हाम्रो समर बाबेक्युको आज यो चाहिँ खाना लाकिलमा खाना सुरु भयो दिदी बहिनीबाट स्टार्ट गरेछ पहिलोबाट ल थ्याङ्क यू दिदी हो र हातले दिने हो नि त घरै जान पऱ्यो नि बुढी घर जाने ठाउँमा त सिपिसकेको हुन्छ कन्ट्रोल म्यानेजमेन्ट हाम्रो दाइले गर्नुहुन्छ के फ्युचर युसिएम दाइ पोषण कन्ट्रोल हो होइन त्यहाँ एउटा खाने भयो एउटै खायो दुइटा खायो भयो दुइटा खाने चाहिँ गर्दा हुन्छ नि सिम्टो एउटा राखेको हुन्थ्यो यहाँ पनि भयो जति चाहिँ कहाँ पुगे त अभिनयबाट खो भन न किन मासु काट्न बसेको अरे मैले भन्यो तिमीले पो भन्यो त नि किन मासु काट्न बसेको भनेको छ त अनि मासु काट्दै सबैले देखोस् यस्तो रहेछ कि हेर न तोला 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 रे कति तोला 5 तोला गयो 5 होइन 5.5 मात्रै हो 5.5 हो ओन्ली ओन्ली के हो त्यो गोल्ड प्लेटेड हो त सुन्यो कि गोल्ड प्लेटेड हो त्यो सुने हो रे हेर न अरे म त यहाँ तिमीले थाहा पाउनु भने त यहाँ झाबली छेउमा किन बसिरहेछ दार्जिलिङकोहरूले विश्वास गर्दैन नि म बङ्गाली लाउँथ्यो तिमीलाई हजुर भाइ खाऊ है ल बाबुकी जाँदैछ है ओ खाऊ न उपोक यहाँ टन्नै आइसक्यो भाइ ए मासु सेपले काट्दैछ खानुपर्छ खानुपर्छ है भाइ हेर्ने गरेर खानुपर्छ हौ आउनेपछि त त्यो बडा भाइ ठिकै छ तिमी हजुर गुरुजी बियर ठिकै छ बियर छ गुरुजी लिएर टपअप गरिदिने हो होइन ठिक छ गुरुजी त्यही त्यस्तो दुःख गरेछ टपअप गरिदिन्छ नि गुरुजीहरूले आउँदै गएपछि चाहिँ के गुलियो छ कि नुनिलो छ कि अँ। थाहा हुन्छ क्या हो किनकि अब त्यहाँदेखि जिब्रोले मिठो होला मात्रै भित्र हाल्नु खोज्छ नि त अनि गुलियो गुलियो जस्तो लाग्यो अनि सस हाल्यो आउनु भाइ ऊ पनि यता क्यो जेलर हो नि तिमी पहिला कहाँ के चाहिँ अब हाल कहाँको रे एसएसमा एसएस हो एसपिएस एसएस भित्रको ल सबै सिङ्गरै सिङ्गरको छेउमा म यहाँ असिङ्गर के भन्नु के गर्नु म किनै आउँदैन नि सुनेको होला नि ए त सुनेको अरे भाइ आयो ल साथ दियो
भाइ पनि सिङ्गर हो है नयाँ भाइ जोन हामीलाई सम्झिदेऊ सुत्दिदेऊ यो जोन हामीलाई सम्झिदेऊ भाइको भ्लगमा पनि भयो आयो छ भाइ हामीलाई यो सकाइसकेको जीवन जीवन कोही मान्छे गीत गाएर छ बच्चाहरू उता खेलिरहेको छ भाइहरूले बाबुक्यू बनाइरहेको छ ब्यान्ड थियो क्या मेरो ए हजुर भन्नाले पहिला आएको 90s को कुरा ब्यान्ड थियो म चाहिँ गिटार होइन खासै म चाहिँ ड्रमर अरू किबोर्ड बजाउँथेँ क्या Oh, that look at that, so green, yeah? Jumping, jump. Wow! More. Oh! See, I'm going. Yeah. Jump. Oh. Yellow, come on boys. Jump. Venga, jump. Come on, Venga, jump. 1, 2, 3. Wow. Your name? Eden. Jump. So you make it sound like that. Oh! Yes! Referee, VR check. Yeah, VR check. Yes, After Chori is out. VAR. Chori is out. After review, Chori's out. Chori is out. Good luck. Clap. Hey. Can't touch this one. No, don't touch.
विनर गुड लक विनर ह्यान्डसेक Sit down, winner. Sit down there. What's your name? Eric what? Well done, Babu. Eric Poon. Musical chair. Today's winner is the Eric Poon, eh? Yeah, now. Yeah, you got the prize. Well done. अब म्युजिकल चेयर चाहिँ आमा टोलीको अब आमा टोलीको पालो है अब आमा टोली र छोरीको म्युजिकल चेयर सुरु हुन लागेको छ आरएससी रुल चाहिँ कडा छ कि Don't touch it. Round. Come on. Yeah, stand up. Yeah, next year. Don't touch here, eh? No one touch here. आरएसएमको रुल चाहिँ खत्तम छ एक खतरा छ है केटरिङ डिपार्टमेन्टले डोमिनेट गरेको कस्तो हो Come there. On the water. Oh! आरएसएम रुलले चाहिँ फेरि आरएसएम चाहिँ कडा छ हो आर्टिलरी वर्सेस सेफ Oh, winner! Look, good. The winner, good. Oh, winner, good.
यहाँ म्युजिकल चेयर सुरु भएछ केटीहरूकोमा मैले जित्यो अब यहाँ बुढाहरूको हुँदैछ ल सबैजना यहाँ बसिरहेछ When music is stop, you stand still, don't move. कति गुजुमुजुका भयो के बुढा ए गर्नु है Outline! Next year. Sorry. यो दादाले हो दादाले भयो नि ए क्लाक भर्छ है क्लाक बर्से क्लाक हो तीनजना क्लाक रहेछ नि This is the position you need to sit down, yeah? So next year, if you wanna win this position, not from like this, yeah? Like this. Okay, now go. Any direction you go there? ल ब्रो बधाई छ हाम्रो केपी दालाई Well done. Of the male side, musical chair winner, Kishore bro, yeah? Thank you. है Yeah. गाह्रो थियो तर सजिलो हो नि त पनि थियो अरे अच्छा ए आफूले जितेन भनेर दादाले बगाउँछ गुड रेफरी अरे सेम रेफरी त कडा छ है रेड बुल हाम्रो बाबालाई That's fine. Bye, thank you very much है ल कसैको फोटो खिचिन्छ भने भन्नु चलाउनु पर्यो अरे भाइ थ्याङ्क यू भेरी मच है बाबैको नि मजाले खुलायो यस्तो मिठो बाबैक्यू है फेरि भाइलाई है ए मेसिङ पनि अब है खुलाउन चाहनु भाइले
भाइ पोक्यो नि हो हजुर पोहोर गुरुजी हैट गुरुजी गर्नुपर्छ कि पानी अलिअलि झोलहरू हुन्छ होइन चिकन हो कि पोक हो यो पोक हो यो पोक खान्नुहुन्न यसरी होइन यो रसहरू यसरी चलाउनुपर्छ रस भित्र रस होइन कहिले केटाले फाल्दो रहेछ कि यसरी चलाउनु पर्छ होइन चलाएपछि एकछिन नुन हाल्नुपर्छ नुन झ्याप्प गुरुजी भित्र पस्छ होइन नुनहरू भित्र पसिन्छ चलाएर चाहिँ पुरा स्वाद आउँछ अनि लास्टमा बेसार हाल्नुपर्छ कि बेसारहरू चाहिँ यहाँ छ दामी छ दामी छ सेफले पाएको त है यता हाम्रो गुरुजीले पकाउनु भइरहेछ गुरुजी आज हजुरलाई कस्तो लाग्यो प्रोग्राम एकदम फन्टास्टिक भएछ धन्यवाद मेरो भाइलाई एकदम राम्रो काम हवस् गुरुजी हुन्छ गुरुजी गुरुजी आजको बारेमा केही भनिदिनुहोस् आजको यो हाम्रो समर बाबेक्यू लाकी कम्युनिटीको बारेमा यो वार्षिक भेटघाटमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू आएर यसो रमाइलो गर्दाखेरि एकदम खुसी लाग्यो सबैजनाले आफ्नो पार्टबाट आफ्नो रोलहरू खेल्यो यसरी भाइले स्पेसली भाइलाई थ्याङ्क यू एकदम राम्रो वेल डन एकदम राम्रो काम गर्यो मेरो युनिटमा हुनुभयो नि चाहिँ राइस कपडा पर्किसकेको थापाले के दिन्छ है अब 3-2 मा आउनु अब मैले रिकमेन्ड गरिसकेको छु ओके थ्याङ्क यू सो मच ल इन्जोय गर भाइ वेल डन थ्याङ्क्स फर टुडे ओके थ्याङ्क यू दाजु कस्तो लाग्यो आजको बारेमा के भनिदिनुहोस् एकदम राम्रो लाग्यो यहाँ मासु खान पाइरहेको छ हजुर बियर छँदैछ बियर र मासु भएपछि त सकिसक्यो बियर एन्ड मासु मिक्स गुरुजीहरू आजको बारेमा के भनिदिनुहुन्छ कस्तो लाग्यो आज आज चाहिँ एकदमै दामी भयो स्पेसली मेरो भाइको स्वर सुनेर चाहिँ म एकदम मन्त्रमुग्ध भएँ थ्याङ्क यू सो मच गुरुजी यस्तै सुन्न पाऊँ हजुर अनि फेरि यस्तै के भन्छ यस्तो यो बार्बिक्यू मात्र नभइकन अब फ्युचरमा हुने प्रोग्रामहरूमा यसरी नै सबैजना यसरी भेट्न पाऊँ थ्याङ्क सो मच गुरुजीलाई गुरुजी मेरो चाहिँ एकदम रमाइलो भयो हजुर लास्ट टाइम पनि आएको थियो हजुर। अनि आज पनि त्यस्तै रमाइलो भयो होइन हजुर। त्योभन्दा बेसी चाहिँ नभनौँ नेक्स्ट पार्टी लुकिङ फरवर्ड फर नेक्स्ट पार्टी हजुर होइन गुरुजी ल भाइ थ्याङ्क यू तिमीले होइन धेरै हार्डवर्क गरेछौ होइन यसरी हाम्रो गुरुजीको भ्लग गुरुजीको भ्लग यहाँ कभर गर्ने यहाँ छ नि गुरुजी आजको बारेमा के यसो 2-3 शब्द गुरुजी के गर्नु अब यस्तै छ यही भयो बियर खाइन्छ बसिन्छ बार्बिक्यूहरू त्यस्तै हो हजुर गुरुजी हाम्रै नम्बर प्लानिङ भएन कि भाइ हुन्छ नि यसरी अमन के भन्छ अरे अमन रसमलाई हाल्यो भने टक्क अमनको अनुहार आउनु पऱ्यो कि त्यो प्लानिङ हजुर गुरुजी यसरी बिग्रेको भन्छ हो नि त बिग्रेलाई चाहिँ अलिकति गाडी राम्रो चलाउन लाउनुहोस् सासन भएर बिर्से जस्तो छ त्यही हो इन्जोय गर्नुपर्छ हुन्छ गुरुजी अलिक क्लासिकल गीतहरूतिर क्लासिकल भन्दा पनि गुरुजीहरू आजको दिन कस्तो लाग्यो हजुरहरूलाई रमाइलो आज हजुर गुरुजी गुरुजीलाई सब कस्तो लाग्यो आजको दिन हजुरलाई एकदम रमाइलो आयो हजुर लाकेल कम्युनिटीको जस एकदम राम्रो बनिन्छ होइन हजुर वेदरले पनि साथ दियो होइन अनि एकदम जस ट्यालेन्टेड भाइ है भाइ पनि एकदम राम्रो सिङ्गर रहेछ थ्याङ्क यू सो मच गुरुजी सब वेलकम टु द लाकेल ग्रुप है थ्याङ्क यू सो मच सब रमाइलो भइरहेछ अझै नाइट डे इज स्टिल यङ यस सब गुरुजीहरू कस्तो लाग्यो आजको दिन हजुर एकदम आज चाहिँ नेपालको साउने सङ्क्रान्ति हजुर गुरुजी बिबिकी भयो हजुर गुरुजी बाघे सङ्क्रान्ति म त फेरि शिवरात्रि शिवरात्रि मनाउँदा हजुर गुरुजी खाँदा बिजोग भयो अघि बिबिक्यू खाइयो होइन हजुर गुरुजी त्यसले नपुगेर अब हामी चाहिँ फेरि खालको मासु पकाउँछु हजुर गुरुजी हस् थ्याङ्क सो मच गुरुजीहरू सब थ्याङ्क यू ल र पर्पर भुटेसी हाम्रो भाइले चाहिँ आचुरे पर्पर भुटेसी हाम्रो भाइले के हाल्छ प्याज हो भाइ प्याज हो दाइ प्याज मासु यहाँ सब छ यहाँ दाइ दामी। ओइ!
के गर्यो बाहिर लक्सी लगाएको छौ अलिअलि घोप्टे डोन्ट वरी भाइ अलिअलि घोप्टे त्यो चाहिँ भगवानले चढाएको है भगवानलाई भगवान चढाएको हाम्रो पितृहरू यस यस भाइले ठिक भने त्यो अब चाहिँ धेरै एक्साइटेड नहौँ अब चाहिँ बिस्तारै ओके बिस्तारै यो चाहिँ अब त्यो चाहिँ अब मेरो बाजे तपाईँको बाजेहरू सबले खाएको सबको यता भएको सबको बाजेहरूले अब त्यहाँ चढाएको ओके सम्झिने मन छ म बिर्सु कसरी तिमी नै लागिनु चाहिँ एक कलर है एक से एक कलर है सम्झिने मन छ म बिर्सु कसरी तिमी नै तिम्रो ठाउँमा भएर म र अहिले नै झ्यापीमा गएर सानो गर्दै भाइ सिङ्गरै सिङ्गर चाहिँ अहिले हो 1 सिङ्गर 2 सिङ्गर 3 सिङ्गर 4 सिङ्गर 5 सिङ्गर ओहो मैले यता मन पेट खोल्ने ढुङ्गा हो कि मान्छे हुन बोल्ने गलबानी जति हो तिमीले खानेर बोलाउन खोजेको आफ्नै खानेर गलबानी जति हो तिमीले खानेर बोलाउन खोजेको आफ्नै खानेर ल दिदी हो जाए ल दाइ दिदी गाइदेऊ गीत किन भाउ खान्छौ कि त मुखमा साइड लाग भाइ केटियो दाइ यो कट नगर्नु होला हाम्रो ककटेल वेस्ट
भन्ने होइन पार्टीको बारेमा 2 शब्दहरू कहाँ मलाई बयान गर्नु भनेको त नि हजुरलाई अगाडि क्यामेरा छ अगाडि बहिनी छ होइन पार्टीको बारेमा भन्नु भनेको दाइ पार्टी चाहिँ एकदम फ्यान्टास्टिक है है समर बार्बिक्यू होइन हवाइन थिम थ्याङ्क्स टु होइन दिनेश भाइ दाइ अलवेज बिचरा होइन अनि दाइ अनि त्यसपछि लेडिज आर लुकिङ गोर्जियस है अनि बोइज चाहिँ स्टिङ्की पिग्स बोइज चाहिँ स्टिङ्की पिग्स बोइज पनि अलराइट हजुर अनि वी आर ह्याभिङ फन होइन हजुर This day, night is still young, so let's enjoy. Yes, दाइ yes. दिनेश दाइ अर्गनाइजर दाइ बिचरा साह्रै दुःख गर्नुहुन्छ एभ्री पार्टीमा लाडखिलको होइन बुढाबुढीहरूको लागि भनेर है एन्ड बच्चाहरूको लागि 2 शब्द दाइ 2 शब्द हजुर त्यो 2 शब्द मात्र है 2 शब्द भने म काटिदिन्छु फेरि दिपिका ल गोरो आयो दाइ फेरि सरी है रमाइलो भयो होला जस यस्तै हो त्यस अब हाम्रो आज मान्छे थोरै भएको छ कोही पनि आई थिङ्क होपफुली सबैजनाले इन्जोय गर्नुभयो होला है त्यही भएर अब थोरै रमाइलो गर्नुपर्छ है त्यही हो कस्तो होम मिनिस्टरलाई आऊ भनेको होइन नमान्ने फेरि एज यु क्यान सी रमाइलो हुँदैछ दाइ है थोरै मान्छे भए पनि स्टिल फन यस मेन हाम्रो अब त्यही त अब दिदीबहिनी होइन रमाइलो गरोस् भन्ने एउटा समर बार्बिक्यू एन्ड तिज रे पछि हुन्छ यो चाहिँ एउटा टिभी मात्रै भनौँ न हजुर ओके दाइ ल थ्याङ्क यू हजुरलाई ल Judy liar. Block ko sound ito pero हजुर हो नि दिदी ana सबै नाचेर दिन थाकिएछ सबै रेस्ट गर्दैछ यहाँ बच्चाहरू खेल्दैछ केटापाटीहरू कोही थाकेर नाचेर थाकेर यहाँ बस्दैछ रेस्ट हो र थ्याङ्क यू भाइ हाम्रो अर्को भाइले पुरा चिकन मासु बनाउँदैछ यहाँ मेसिङ ए हो थ्याङ्क यू भाइ
सबै बिजी के केटा पुरा गफसफ गर्दैछ यहाँ Please like and subscribe to BK Bro channel. यहाँ नाच्दा पर्छ गहौ न हो न नाच्दा सबै टेक केयर गर्नु पऱ्यो नि भ्लगर भएपछि लाल म त हो नि त यो बाइमा मासु पोलेर उहाँ पसिना छ मान्छे सेतो मान्छे कालो भइसक्यो म जस्तै हो ल ल यो मेरो भ्लग सिकाएपछि म आउँछु पालो दिन है यहाँ चटनी छ सलाद छ आलुदम मेसिङ कोब्री दाजुभाइले बनाएको चिकन मेसिङ पोर्क मेसिङ अनि भात जस्ट नर्मल है Saya
दामी 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 Guys, come to the floor. अहिले छ दिदी ल अर्को छ 5 and 3 53 53 छ त हैन ल अर्को छ 7 3 73 so the final number is 80 and 80 so we have a first line winner here Jessica good morning Jessica you the dance now Come on, sorry. Well done, sorry, well done. अब हाम्रो यो नम्बर छ नि सेकेन्ड लाइन परेको रहेछ तिमीलाई प्लिज तपाईँहरू कोही यहाँ ट्याली गर्नुहुन्छ तपाईँहरू चाहिँ ट्याली गर्नु मलाई द फर्स्ट वन इज 3 and 38 छ भने छ भन्नुहोस् ल 4 and 6 46 6 and 6 66 छ 7 and 5 75 8 and 80 छ कि छैन 80 बधाई छ हाम्रो दिदीलाई दिदीले जित्नु भएको छ सेकेन्ड लाइन होइन तर हिरो त लागिहरू जित्नु भयो भने 2 मिनट नाच्नै पर्यो अहिले 2 मिनट 30 सेकेन्ड ल दिदीलाई बधाई छ Please continue the game. अब हाम्रो बाँकी छ थर्ड लाइन अनि हाउसफुल थर्ड लाइन छ है हाम्रो मेरो अर्को मेरो बुढी हो गर्लफ्रेन्ड भन्ने हुन्छ गर्लफ्रेन्ड थोरले हुन्छ ल है थर्ड लाइन चाहिँ स्टार्ट गर्नु पर्ला दिदी 1 and 9 19 हैन 3 and 9 39 4 5 45 5 7 57 8 and 2 82 ल भयो मेरो बुढी जिन्दगी छ 10 पाउन्ड थर्ड लाइन
जाली गरिकन पनि गऱ्यो म त बिर्सेँ ल गर्ने भएछ ल रेडी सबैजना The first number is 4 tap and the next number is 15 26 53 80 19 27 30 42 73 35 48 48 yes 57 65 87 ल पहिले जित्नु भएको छ आजको इभेन्टको फुल आएको छ हाम्रो पहिला भाइ पनि आउनु पर्यो प्लिज फुल आउट जितेको मलाई चाहिँ हाम्रो भाइ बहिनीलाई लास्टमा पनि आउनुहोस् है भाइ राख्यो Thank you very much.